रावा खोला माछा खान जानका लागि हामी नुनथलामा चिया पिउँदैछौँ। चाहिँ राखोला आइपुगेको अवस्था। असला र बुदुना है दिदी माछा। तपाईले कसले मारेको यो? भाइले मारेको? तपाईहरुले केजीको सिस्टम कि कसरी दिन्छ? केजीको सिस्टमले तपाईहरुले सिलमा हालेर यसो 1-2 रुपैयाँ नाफा राखेर बेच्नुहुन्छ है। राखोलाको माछा बुदुना र असला राम्रो 7-8 किलो बोकेर हिँडेको देख्नु भएन? देखेको त्यो त। अनि तपाईले अनि असलै ल्याउँदा राम सानो त शहरमा त 13-14 केजी माछा ल्याउँदै। सुन्नु न, असला बेच्नु मिल्दैन? छानेर त हुँदैन, हामीलाई छाना दिँदैनन् सबै। तपाईहरुलाई छानेपछि अरूलाई त्यो बुदुना हुन्छ, सबैलाई मार्नु हुन्छ। एउटै माछा बनाउनु पर्छ, सबैले एउटै लाग्छ। बुदुना त्यो पनि त मिठो छ होइन, असला भनेको असल हुन्छ, बुदुना भनेको बुदुनै जस्तो हुन्छ। बुदुना भनेको मिठो हुन्छ, माछा मिठो। बुदुना, असला, काब्रे त्यस्तो हो माछा। ऊ कत्ले पनि हुन्छ नि? कत्ले चाहिँ छैन त एउटा पनि? कत्ले त छैन, कत्लै छैन। सिङ्गेलामा राखोलामा हामी अहिले राखोलामा छौँ। यो देखिरहनु भएको खोला चाहिँ राखोलाको हो। यहाँ सुसनले फोटो खिच्दैछ आमालाई। यो यसरी हरियो ट्राउट माछा पाल्ने खालको ठाउँमा यो यहाँ असला माछा पनि पाउँछ, बुदुना, कत्ले, विभिन्न प्रकारका माछाहरू यहाँ पाउँछ। छोरा भिडियोग्राफर ल र दुईटी सानी आमा र आफ्नो आमा चाहिँ मसी पोजिसनमा बस्ने। यो चाहिँ चाइनामा जो माछा कल्लो हो भन्ने उखान छ। यो चाहिँ राखोलाको असला र बुदुना माछा। यो अलिक सानो रहेछ। आज चाहिँ चट्ट फ्राई गरेर बियरसँग चडेम खाइने भयो। ल हेर्नुहोस् है, राखोलाको असला माछा र बुदुना माछा।